नमस्कार। यही अप्रेलमा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने मतदाताहरूको सहजताका लागि यो जानकारीमूलक सामग्री तयार गरिएको छ। यो पटक काउन्टी र नगर निर्वाचन एकै पटक हुँदैछ। तपाईले अप्रेल 2 देखि 8 सम्म फिनल्यान्डका जुनसुकै मतदान केन्द्र र फिनल्यान्ड बाहिर हुनुहुन्छ भने आफू रहेको देशमा रहेको फिनिस दूतावासमा गई अप्रेल 2 देखि 5 सम्म मतदान गर्न सक्नुहुनेछ। अप्रेल 13 का दिन अर्थात् निर्वाचन मितिमा भने तपाईको घरमै पठाइएको निर्वाचन सम्बन्धी जानकारीमा तोकिएको मतदान केन्द्रमा मात्र मतदान गर्न मिल्छ। अग्रिम वा निर्वाचन मितिमा मतदान गर्ने तरिका भने एउटै हो। मतदान गर्न जानु पूर्व मत केन्द्रको ठेगाना खुल्ने समयबारे जानकारी लिनुहोस् र घरबाट निस्कन पूर्व परिचय पत्र अनिवार्य बोक्नुहोस्। तपाई मतदान केन्द्र छिर्ने बित्तिकै निर्वाचन अधिकारीले तपाईसँग तपाईको परिचय पत्र माग्नेछन्। पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा फिनिस प्रहरीले जारी गरेको आइडी मध्ये कुनै एक भ्यालिडिटी नसकिएको परिचय पत्र भए हुन्छ। तपाईको आइडी हेरिसकेपछि निर्वाचन अधिकारीले तपाईलाई बैजनी र सेतो गरी दुईवटा मतपत्र दिनेछन्। सेतो मतपत्र नगरसभा निर्वाचनका लागि हो भने बैजनी काउन्टीको निर्वाचनका लागि हो। दिइएका दुवै मतपत्र लिई गोप्य मतदान बुथमा जानुहोस्। बुथको भित्तामा बैजनी रङको सूचीमा काउन्टी निर्वाचनका उम्मेद्वार र सेतो रङको सूचीमा नगरसभा निर्वाचनका उम्मेद्वारहरूको नामावली र सङ्केत नम्बरहरू लेखिएको हुन्छ। तपाईले मतदान गर्न चाहनु भएको उम्मेद्वारको सङ्केत नम्बर पक्का गर्नुहोस्। उदाहरणका लागि भान्ता नगरसभा निर्वाचनका उम्मेद्वार शेखर आचार्यलाई मतदान गर्न चाहनुहुने मतदाताले मतपत्रको गोलो घेराभित्र बैजनी रङको मतपत्रमा 2008 र सेतो रङको मतपत्रमा 194 नम्बर प्रष्ट बुझिने गरी लेख्नुहोस्। मतपत्रमा गोलो घेराभन्दा बाहिर केही पनि लेख्न हुँदैन। गोलो घेराभित्र पनि उम्मेद्वारको नम्बर बाहेक केही पनि लेख्न हुँदैन। नम्बर लेख्दा गोलो घेरा नछुवाइकन लेख्नुपर्छ र नेपालीमा लेख्न हुँदैन, नत्र तपाईको मतपत्र अयोग्य मानिनेछ र तपाईको अमूल्य मत खेर जानेछ। नम्बर लेखिसकेपछि दुवै मतपत्रलाई बीचमा भित्रको नम्बर नदेखिने गरी एकपटक पट्याउनुहोस्। पट्याइएका दुवै मतपत्र निर्वाचन अधिकारीलाई दिनुहोस्। निर्वाचन अधिकारीले दुवै मतपत्रमा छाप लगाई दुईवटा खैरो रङको खाम दिनेछन्। खाममा एक मतपत्र हालेर बन्द गरी पुनः निर्वाचन अधिकारीलाई दिनुहोस्। त्यसपछि निर्वाचन अधिकारीले तपाईले मतदान गरेको जानकारी सिस्टममा राख्छन् र दुईवटा पत्र प्रिन्ट गरी एउटामा तपाईलाई सही गर्न दिन्छन् र अर्कोमा आफूले सही गर्छन्। सही गर्ने बेला पत्रमा आफ्नो नाम सही छ कि छैन जाँच गर्नुहोस्। सही गरेको पत्र निर्वाचन अधिकारीलाई दिनुहोस्। तपाईको मतदान प्रक्रिया सम्पन्न हुन्छ। मतदानको क्रममा कुनै दुविधा वा प्रश्न भए निसङ्कोच निर्वाचन अधिकारीलाई सोध्नुहोस्। निर्वाचन अधिकारीहरूले कम्तीमा पनि फिनिस, स्विडिश वा अङ्ग्रेजी भाषामा सोधिएका प्रश्नहरूको जवाफ दिनेछन्। मतदान तपाईको अधिकार हो र तपाईको आवाजको प्रतिनिधि बन्न सक्ने उम्मेद्वारलाई विजयी गराउन मद्दत गर्नु तपाईको कर्तव्य हो। निर्वाचन र उम्मेद्वारबारे थप जानकारीका लागि उम्मेद्वार शेखर आचार्यलाई सम्पर्क गर्नुहोस्। धन्यवाद।